नमस्कार सबैजनामा। हामी चाहिँ आज प्राकृतिक रूपमा अर्ग्यानिक तरकारीमा प्रयोग गर्ने विषादी कसरी बनाउने भन्ने बारे छलफल गर्न जाँदैछौँ। विषादी कसरी बनाउन सकिन्छ भन्दाखेरि हामीले चाहिँ सजिलो तरिकाले अर्ग्यानिक विषादी पनि आफ्नै हातले बनाउन सक्छौँ, जसको लागि हामीलाई आवश्यक 1 लिटर पानी र 1 लिटर पानीका लागि 3 टुक्रा लसुन, 3 पोटी लसुन र 3 वटा खुर्सानी मात्र प्रयोग गरेर पनि हामी अर्ग्यानिक विषादी बनाउन सक्छौँ। जसको लागि 1 नम्बरको तरिका छ अर्ग्यानिक विषादी सजिलोसँग बनाउनको लागि 3 पोटी हामीले लिएको लसुनलाई अलिअलि किस्ने अथवा थिच्ने र खुर्सानीको बिया भित्रको खुर्सानीको बियालाई निकालेर छुट्याएर 1 लिटर पानीमा 3 वटा बियाको साथमा खुर्सानीलाई चाहिँ हामीले पानीमा डुबाउन सक्छौँ र पानीको बोतलको ढक्कन अथवा बिर्कोलाई बन्द गरेर मजासँग हल्लाएपछि 1 नम्बर तरिका चाहिँ हाम्रो बन्छ। अर्को तरिका छ तरिका नम्बर 2, जुन तरिका चाहिँ एउटै प्रक्रिया भए पनि त्यसलाई थप राम्रो र पछिसम्म भण्डारण गर्न सक्ने खालको र थोरैले पनि धेरै प्रयोग गर्न मिल्ने खालको विषादी बनाउन सकिन्छ, जुन चाहिँ अघिको जस्तै आवश्यक सामग्री 1 लिटर पानी, 3 पोटी लसुन र खुर्सानी, जुन चाहिँ खुर्सानीको बिया निकालेर राखेको खुर्सानी। त्यसलाई चाहिँ हामीले पानीमा 1 लिटर पानीमा नै सोही तरिकाले 3 पोटी लसुन र 3टा खुर्सानी राखेर 10 मिनेट उमाल्नु पर्छ। 10 मिनेट उमालिसकेपछि मजासँग पाकेको पानीलाई बोतलमा सेलाएपछि बोतलमा राखेर भण्डारण गर्न सक्छौँ। जुन हामीले बनाएका विषादी छन् यसलाई चाहिँ हामीले 2 ml देखि 3 ml प्रति लिटर पानीमा मिसाएर बिरुवामा छर्कन सक्छौँ। हामीले विषादी छर्किन ध्यान दिनुपर्ने कुरा हावाहुरी लागेको बेलामा विषादी छर्कनु हुन्न र पानी परेको 6 घण्टा पछि मात्र विषादी छर्काउनु पर्छ र सकेसम्म पानी पर्नुभन्दा 6 घण्टा अगाडि छरेको विषादीले चाहिँ हाम्रो बालीलाई राम्रो काम गर्छ। विषादी छर्किनुको कारण भनेको विषादीमा लागेका किरालाई नियन्त्रण गर्नु र रोगलाई आक्रमण गर्न नदिनु। लागिहालेको छ भने भर्खरै लागेका रोगलाई नियन्त्रण गर्नको लागि विषादी प्रयोग गर्ने गरिन्छ। हामीले बनाएका विषादीलाई धेरै भनेको हामीले फ्रिजमा राख्दाखेरि 2 देखि 3 हप्ता र कोठाको तापक्रममा राख्दाखेरि 10 दिनसम्म मात्र भण्डारण गर्न सक्छौँ। यो तरिका छिटो अवधिको लागि मात्र प्रयोग गर्न सकिन्छ। हस्त, धन्यवाद।